यो हो अहिलेको चर्चित बुढी झरना। यो झरना सुनसरी जिल्लाको खनार भन्ने ठाउँमा रहेको छ। त्यसो त यो असाध्यै भाइरल, यहाँ हजारौँ मात्रामा हेर्ने दर्शकहरूको घुइँचो लागिरहेको छ भने केही महिना अघिदेखि असाध्यै चर्चित र भाइरलको रूपमा परिचित छ। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाबाट करिब 6 किलोमिटरको दूरीमा रहेको यस बुढी झरना प्राकृतिक झरना भने होइन। यो बुढी खोलाको पानी र बुढी गङ्गा अथवा बुढी खोला भएर बगेको बुढी खोला हो र करिब पानीले बुढी थप क्षति नगरोस् र जमिनहरू दोहन नहोस् भनेर समरसेबल कजवे सिभिल इन्जिनियरिङ टेक्नोलोजीबाट समरसेबल कजवे निर्माण गरिएको छ। सोही पानीलाई प्रोटेक्सन र पानीलाई फिजाउनको लागि यस समरसेबल कजवेमा क्यास्केड स्टेप बाई स्टेप स्ल्याब कन्क्रिटिङ गरेको हुनाले त्यही बुढी खोलाको पानी फिजारिएर वर्षामा लेउ लागेर हरियाली भई आकर्षक पर्यटकको मन लोभ्याउन सफल यस संरचना अथवा बुढी झरना अहिले चर्चाको शिखरमा पुगेको छ। प्रिय दर्शकबिन, निकै राम्रो र हेर्दा सुन्दरता र मानवीय बनावटले बनेको भए पनि निकै राम्रो, सुन्दर र राम्रो र आकर्षक र सबैको मन लोभ्याउने यस बुढी झरनाले सबैको मन भने अवश्य जितेको छ र वरिपरि खेतका फाँटहरू, अलिअलि जङ्गल र बालुवा ढुङ्गा र गिटी ग्याबियन तार जाली र माथिबाट क्रसिङ ब्रिज, पुल, टेवा पर्खल र पार्टेसन डिभाइडर जस्ता संरचनाले अनि पानीको एडोक लिमिटेसन लेभलले यो ठाउँ निकै राम्रो र झरनाको रूपमा परिणत भएको देखिन्छ। त्यस झरनाको लम्बाइ र भर्टिकल हाइट र उचाइसँगै पानी पछारिएर तल झर्ने हुँदाखेरि झरनाको आकार दिएकोले यसलाई बुढी झरना भन्ने नामाकरण समेत भइसकेको छ। प्रिय दर्शकबिन, त्यसो त बुढी गङ्गा अत्यन्तै पवित्र र घाट स्थल पनि हो। यही पानी तल गएर कृषि, सिँचाइ, कुलो वा नहरको पानीलाई क्रसिङ गर्नुपर्ने भएको हुनाले एउटा थप पुल अथवा पानी क्रसिङ संरचना बनाउँदाखेरि बुढी खोलाको पानीलाई त्यस नहरमा नमिसाइकन डाउनस्ट्रिम गरी तलबाट पानी बगाउने र पानीलाई नियन्त्रण गर्ने जस्ता संरचना बनाउँदाखेरि बन्न पुगेको यस भाइरल बुढी झरनाको बनोट भने यसरी प्राकृतिक उत्पत्ति जस्तो यसरी यसको उत्पत्ति भएको छ। प्रिय दर्शकबिन, अहिले निकै राम्रो चर्चाको शिखरमा यस बुढी झरनाले प्रशस्तै नाम कमाइसकेको छ भने यहाँ एउटा व्यवस्थापन समिति तयार भई यसलाई अझै कसरी आकर्षक, थप राम्रो र पर्यटकहरूको मन लोभ्याउने र अझै दिनानुदिन हजारौँ हजार पर्यटकहरूलाई तान्न सकिन्छ भन्ने यस समितिहरूले गहिरो अनुसन्धान गरी थप पर्यटकहरूलाई बोलाउने यस्तो किसिमको एउटा खोज सिर्जना पनि गरिरहेको र केही संरचनाहरू थप्दै गरेको पनि अवगत गराउन चाहन्छौँ। चाहे जेसुकै होस् प्रिय दर्शकबिन, हाम्रो देश नेपाल एक प्राकृतिक सुन्दरताको धनी देश हो, किनकि
यहाँ कैयौँ नदी नाला, हरियो वन जङ्गल जस्ता प्राकृतिक सुन्दरताले सजिएको हाम्रो देश नेपालमा यस्ता चिर र परिचित कति स्रोत र प्राकृतिक साधनहरू स्रोतहरू छन् भने जानेर या नजानेर, चेतना या अचेतनाको कारणले यी चिजहरू चर्चामा आउन सकेको छैनन् भने यसको सदुपयोग हुन पनि सकेको छैन। तर कहिलेकाहीँ नजानिदो पारामा आपसे आप कहिलेकाहीँ चर्चाको शिखरसँगै भाइरल र चर्चित हुन पुग्छ। त्यस्तै हाम्रो बुढी झरना पनि नजानिदो पारामा चर्चित र भाइरल हुन पुग्यो। विशेष गरी यो कुनै रमाइलोको लागि र हेर्नको लागि बनाइएको भने पक्कै होइन। पुल बनाउँदाखेरि र यस ठाउँको जमिनको दोहन हुन्छ अथवा क्षति हुन्छ र बाढीले लान्छ भनेर समर्सिबल कजवे र सिभिल इन्जिनियरिङ स्ट्रक्चरहरू बनाउँदाखेरि पानीहरूलाई राम्ररी प्रोटेक्सन र लन्चिङ हुने गरी लन्चिङ एप्रोनहरू, विभिन्न संरचनाहरू जस्तै यो देखिएको समर्सिबल कजवे हो। यो कजवेले पानीको प्रोटेक्सन अथवा पानीलाई स्केलिङ तरिकाले टर्निङ गर्ने हुँदाखेरि पानीलाई यसले स्केल तरिकाले र थप जमिनलाई दोहन नहुने तरिकाले पानी स्केलिङ भएर जान्छ। यही पानी स्केलिङ हुँदाखेरि यहाँ दर्शकहरू अथवा मान्छेहरूले यस पानीको झरनालाई मन पराइदिएको छ। त्यसैले यो अत्यन्तै चर्चित र सबैको मनोरञ्जनको साधन बन्न पुग्यो। संयोगले कहिलेकाहीँ यस्ता स्रोत साधनहरू र यस्तो ठाउँहरूले चर्चाको शिखर पनि पाउने गर्छन्। प्रिय दर्शकबिन, चाहे जेसुकै होस्, सुनसरी जिल्लालाई भाग्यमानी जिल्लाको रूपमा हामीले मान्नु पर्दछ। यहाँ धेरै प्राकृतिकले दिएका यस्ता राम्रा स्रोत साधन प्राकृतिक सम्पदाहरू छन्। जस्तै चर्चित बुराबाँध, त्यस पछाडि तालतलैया, त्यस पछाडि रास सिमसार ताल, त्यस्तै गरी शङ्करबेली सिमसार ताल जस्तै यहाँ अनगिन्ती नाम चलेका धेरै पार्कहरू र धेरै रमाइला ठाउँहरू छन् भने त्यसैको अन्तरालमा यस बुढी झरना पनि अत्यन्तै चर्चित र मनमोहक र सबैको मन तान्न सक्ने किसिमको बनेको छ। प्रिय दर्शकबिन, तपाईँहरू पनि आउनुहोस् र यस ठाउँमा रमाएर जानुहोस्। यस पवित्र बुढी गङ्गामा नुहाएर रमाइलो गरेर र स्विमिङ गरेर चिप्लेटी खेलेर जानुहोस्। जेसुकै उद्देश्यले बनाइएको भए पनि आखिरीमा यो अत्यन्तै चर्चित र भाइरल बन्न पुग्यो। यहाँ हजारौँ सङ्ख्यामा मान्छेहरू आएर रमाइलो गरिरहेका छन्, चिप्लेटी खेलिरहेका छन्, टिकटक बनाइरहेका छन्, युट्युब भिडियो बनाइरहेका छन्, भिडियो सुट भइरहेको छन् भने यहाँका समितिहरूले पनि व्यवस्थापन गरी राम्रै आम्दानीका स्रोतहरू कलेक्सन गरिरहेका छन् र यसलाई प्रशासनिक रूपमा अझै राम्रो, सस्तो र सुन्दरता र आकर्षक र नेपालभरिमा सबैले चिन्न सक्ने गरी र आउन सक्ने गरी अझै यसलाई चर्चाको शिखरमा पुर्याइयोस् यहाँको समितिहरूले भन्न चाहँदै क्यामेरामा मैले कैद गरिदिएका यी भिडियोहरूले तपाईँहरू समक्ष पनि मनमा मलम दिने र हाम्रो देशमा रहेका प्राकृतिक सम्पदाहरूसँग खेल्ने मौका चाहिँ नगुमाउनुहोस् है त प्रिय दर्शकबिन। अरू कुराहरू प्रत्यक्ष भिडियोबाट हेर्दै रहनुहोला। त्यसैले मैले यो बोल्ने काम भने यहीँ बन्द गर्न चाहेँ है त प्रिय दर्शकबिन।